स्वागत छ तपाईहरुलाई मेरो अर्को यो नयाँ मिनी भ्लगमा। मेरो भ्लग चाहिँ कति समयपछि आएको छ। म चाहिँ एकदम कन्सिस्टेन्ट नै हुन सकिनँ के। मैले चाहिँ अब एउटा च्यालेन्ज गर्ने सोचिरहेको छु। 30 डेजसम्म चाहिँ मैले रेगुलर चाहिँ म भिडियो हाल्छु डेली 30 दिनसम्म 30 वटा भिडियो बनेर। आजको भिडियोमा चाहिँ म पानीपुरी बनाउँदैछु। पानीपुरी बनाउनलाई चाहिँ म यो हालको पानीपुरी युज गरिरहेको छु। यसको झोल चाहिँ मिठो हुन्छ क्या, अनि त्यही भएर चाहिँ मैले त्यो वाला पानीपुरी चाहिँ प्रयोग गरिरहेको छु। कति धेरैजनाले चाहिँ मैले यो रेगुलर के यो भिडियोहरू कन्सिस्टेन्ट भएर चाहिँ पोस्ट गरेको देखेर चाहिँ के मैले आफूलाई अब मोटिभेसन दिँदैछु क्या, म पनि अब गर्छु भनेर। मैले चाहिँ सुरुको यो 2-4 पटक 4-5 दिन चाहिँ फेरि रेगुलर भिडियो पोस्ट गर्दै, अनि फेरि यत्तिकै छोड्दै, अनि फेरि बिचमा नगर्दै फेरि अलिक 2-4 महिनामा फेरि पोस्ट गर्दै भइरहेको थियो कि मेरो भिडियो चाहिँ। म चाहिँ अब रेगुलर अब जस्तो जे हुन्छ म चाहिँ यत्तिकै अब खिच्दै अनि यत्तिकै रेगुलर पोस्ट गर्छु। म चाहिँ 30 डे च्यालेन्ज गर्नु भनेर आज चाहिँ मेरो डे 1 बाट सुरुवात गर्न लागिरहेको छु। धेरै पछि यसरी यो भोइस ओभर गरेर होला क्या, कसरी बोल्न पनि आइरहेको छैन कि मलाई चाहिँ। अनि आजको दिन चाहिँ हाम्रो अब पानीपुरी र चटपटी बनाएर नै सुरुवात गरौँ। अनि यो चाहिँ मैले यहाँनिर यसरी यो पानीपुरी फुलाउँदैछु। अनि हाम्रो सबै सामानहरू पनि प्रेप भइसकेको छ चटपटीको लागि। अनि यहाँनिर चाहिँ हामीले गिलो चटपटी बनाउने भनेको, ट्राई गर्ने भनेको, तर कलरै देखेन कि कस्तो देखिन्छ नि त है। अरूले बनाएको मैले कति धेरै देखेको, मैले फर्स्ट टाइम चाहिँ हामीले घरमै ट्राई गरेको कि गिलो बनाउने भनेर, तर यस्तो कलर चाहिँ आएन कि राम्रोसँगको चाहिँ। अनि तर दामी चाहिँ दामी नै भएको थियो खाँदाखेरि चाहिँ। अनि हाम्रो चाहिँ 2 भाँडा भयो कि पानीपुरी, चटपटी, सुखा चटपटी, गिलो चटपटी। हामी चाहिँ यहाँनिर अब 3 जना मात्रै खान्छ, दिदीबहिनी मात्रै खान लागेको छु म नि हेर। त्यो पनि यति धेरै भइरहेछ है। कस्तो देखिरहेछ दामी चटपट। मिठो भयो पानीपुरी। अब नेक्स्ट बाइट। पानीपुरी गुड। यस्तो दामी भइरहेको थियो है, तर नदेख्यो भने खाँदा चाहिँ मिठो भएको थियो। थ्याङ्क यू फर वाचिङ।